साँझमा तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ। चाहिँ आज चाहिँ म चाहिँ आफ्नै करेसा बारीतिर चाहिँ आज गोबी लाउने काम गर्दै छु हैन। यो चाहिँ हाम्रो गोबी लाउने ठाउँमा चाहिँ मैले खाल्डा खन्सके। अब यहाँ चाहिँ म अब गोबीमा हाल्ने मल डीएपी मल चाहिँ मैले चाहिँ खाल्डा खुल्टीमा हाल्दै छु। यो मैले तपाईलाई देखाएँ खाल्डामा चाहिँ मैले हाल्नुपर्छ यसरी मल। अनि यो चाहिँ हाम्रो घरमा चाहिँ उ चाहिँ यो लगाइएको थियो र आज चाहिँ बाढेर चाहिँ त्यो चाहिँ हाम्रो घरमा पनि हामी चाहिँ ल्यायौँ। यो चाहिँ म ल्याएर चाहिँ अहिले चाहिँ यो पनि ल्याएर चाहिँ म यहाँ लाउँदै छु। यहाँ चाहिँ मैले थोरै पहिला बुटामा हालेन, अलिक थोरै हाल्नु पर्यो। पहिला लाउँदै मल हाल्न मैले भ्याइन। म चाहिँ अहिले माथि चाहिँ म चाहिँ अहिले मल हाल्दैछु। त्यसमा तपाईलाई स्वागत छ। पुरानो बुटा लागेको यो बाख्राको पाठाले चाहिँ खाइदिइसकेछ। अहिले चाहिँ म लाउँदैछु, म तपाईलाई देखाउँदैछु हैन। मैले चाहिँ बेर्ना समातेँ र चाहिँ यहाँ लाउँदैछु। म चाहिँ अहिले तपाईलाई देखाउँदैछु। यसरी चाहिँ मैले चाहिँ एउटा हातले लगाउँदै एउटा हातले भिडियो बनाउँदै गरेको छु। चाहिँ पछाडि घरै मेरो टनेल यहाँ चाहिँ टमाटर लाउने हो, त्यहाँ चाहिँ हरियो चुल्ली र चाहिँ बिउ लाउने गरिन्छ। अहिले चाहिँ मैले चाहिँ यहाँ चाहिँ गोबीको बेर्नाहरू लगाइसकेको छु। अब चाहिँ म अगाडि बढेँ। म चाहिँ अरूको भिडियोहरूको बुटा पनि लगाइसकेको छु। चाहिँ तपाईहरुले चाहिँ म बताउन चाहन्छु कि तपाईहरु पनि खेती किसानतिरै व्यस्त हुनुहुन्छ जस्तो लागिरहेको छ मलाई। चाहिँ सबैलाई खेती किसानी बहुत महत्त्वपूर्ण छ। अहिले चाहिँ बजारको तरकारीहरु चाहिँ अहिले चाहिँ त्यति राम्रो उब्जनी हुँदैन। त्यही भएर अहिले गाउँघरको तरकारी नै हाल्ने गर्छन् मान्छेहरूले। गाउँघरको तरकारी नै राम्रो भन्छन्। गाउँघरको तरकारीकै प्रयोग गर्छन् धेरै जस्तो। हामी चाहिँ गाउँघरको तरकारी प्रयोग गर्न पर्यो। तर हाम्रो चाहिँ अहिले गाउँघरको तरकारी त्यति प्रयोग हुँदैन। चाहिँ हाम्रो चाहिँ अहिले बजारकै भइरहेको छ। केही समयपछि चाहिँ आफ्नै गाउँमा कोपी हैन हुन्छ। अहिले चाहिँ हाम्रो गाउँमा एउटै तरकारी प्रख्यात छ, त्यो तरकारी हो अहिले चाहिँ साग। हाम्रो गाउँघरमा हुने साग अहिले चाहिँ मेरो पुरा गाउँ हो हैन। सक्छु म त अहिले चाहिँ हरियाली छ। गाउँ लगाएको बेलामा त्यो गाउँ हरियाली छ, तर गाउँ नलागेको बेलामा चाहिँ गाउँ सुनसान हुन्छ हैन। हामी चाहिँ त्यति बेला चाहिँ अहिले हामीलाई रमाइलो भइरहेको छ। अहिले चाहिँ गाउँमा अहिले हरियाली छ, गाउँ लगाइएको छ। सबका घरमा कुखुरा बासेका छन्। अहिले रातिमा पनि भाले बासिरहेका छन्। कतै रातिमा भाले बासेका छन्। हाम्रो चाहिँ भाले बास्दैन। हाम्रो चाहिँ भाले छैन। हाम्रो भाले बासेको छैन। अब भाले त पाल्न पर्ने हो। अब भाले त छ, तर त्यो आफ्नो घरको चाहिँ गाउँघरको भाले होइन, त्यो चाहिँ बजारकै भाले हो हैन। त्यो बजारको भालेलाई चाहिँ हामीले चाहिँ पालेर ल्याछौँ। त्यो गिरिराज भन्ने कुखुरा बजारमा चाहिँ उत्पादन भएको चाहिँ गिरिराज कुखुरा हाम्रो गाउँको डाँडा काँडा पछाडि देख्ने यो चाहिँ अहिले चौकुने डाँडा झ्याले डाँडा हो। चाहिँ यता चाहिँ चौकुने डाँडा छ। मेरो पछाडि पञ्चपुरी छ हैन। यता अगाडि यता यो डाँडा गरी चौकुनेको जुच्चा हो। अनि म चाहिँ यस्तरी चाहिँ गोबीको बेर्ना लिएर जाँदैछु। अहिले चाहिँ म चाहिँ खाल्डो खन्नु भइसकेको थिएँ र अहिले चाहिँ बेर्ना लाउने बेला भयो। म अहिले बेर्ना लाउँदैछु, तपाईहरुलाई म देखाउँदैछु। यसरी खाल्डो खनेर बेर्ना लाउनुपर्छ। हाम्रोतिर बिउ अर्को बेर्ना पनि दुईटा बेर्ना आएछ कि दुईटा बेर्ना आएछ, तर केही छैन। हाम्रो चाहिँ यसको बिरुवा चाहिँ लगाएको 1-2 महिना भइसकेको थियो र आज चाहिँ धेरै दिनपछि चाहिँ आज चाहिँ समूहबाट दिएको बिउलाई चाहिँ आज लगाउने काम चलिरहेको थियो हाम्रो चाहिँ। अब तपाईहरुलाई बाँकी भिडियो चाहिँ हामीले अर्को भिडियोमा देखाउनेछौँ। आजलाई बिदा।